आउनुहोस् भक्तजनहरू, अब हामी लक्ष्मीनारायण मन्दिर परिसरभित्र बन्दै गरेको शनिदेवको मन्दिरको बारेमा विस्तृत जानकारी लिनको लागि मन्दिरको चारैतिर बन्दै गरेको ग्रहहरू राख्नको लागि बनाएको स्थलहरू हामी देख्न सक्दछौँ, जहाँ 9 ग्रह मध्येमा 8 ग्रह अवस्थित रहनेछन्। मन्दिरको पूर्व पश्चिम साइडमा अवस्थित यस स्थललाई हामी हेर्न सक्दछौँ। मन्दिरको माथि रहेको पगोडा शैलीको मन्दिरमा आँखी झ्यालको लागि तयार अवस्थामा भइरहेको देख्न सक्दछौँ। आदरणीय नारायण केसीज्यूबाट ठुलो रकममा निर्माण गरिएको यो मन्दिरको शनिदेवको मन्दिर हामीले विस्तृत जानकारी पछि अवश्य गर्ने नै छौँ। चारैतिर निर्माण अवस्थामा रहेको भित्री परिमिटरमा घुम्नको लागि, दर्शन गर्नको लागि बनाइएको स्थल पनि हामी देख्न सक्दछौँ। हामी देख्छौँ अगाडिपट्टिको एन्ट्री पोइन्टको अवस्थाको मन्दिर। यस लक्ष्मीनारायण वनवाटिका रजहरको युट्युब च्यानललाई सब्सक्राइब गरी धेरैभन्दा धेरै साथीहरूको माझमा पुर्याउने गरिदिनुको लागि पनि म यस लक्ष्मीनारायण वनवाटिकाको प्राङ्गणभित्रबाट सबैलाई आह्वान गर्न चाहन्छु। धन्यवाद।